यस्तै हो जस्तो छ त्यस्तै खाने हो हैन गोबीहरुको त्यहाँ काम देखिएन है। नमस्ते सेवा सबैजनालाई, आइप सबैजना सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ फेरि धेरै पछि भिडियो बनाउन लागेको। म चाहिँ अहिले गाउँ आएको छु, अस्ति आइपुगेको। अनि उतादेखि आउँदा पनि भिडियोहरू बनाउँदै आउनु भनेको, तर अब दसैँको टाइममा त्यस्तै हो, रस यताउति, त्यही भएर मैले चाहिँ बनाउनै पाएन। अनि आज चाहिँ दसैँको अघिल्लो दिन, अनि आज चाहिँ हाम्रो घरमा सुँगुर काट्दैछौँ। अनि आज चाहिँ म तपाईहरुलाई हामी दिनभरि के गर्छौँ देखाउँछु है त, स्टे ट्युन। यो चाहिँ रहेको छ मेरो घरबाट देखिने भ्यू। अहिले चाहिँ 7:30 हुन लागिरहेछ बिहानको। अनि यहाँनिर सुँगुर काट्नु हुँदैछ हाम्रो दाजुहरू, बाजे, दिपाहरूले। यो चाहिँ हाम्रो घरको सुँगुर आज काटेको। उहाँ पर चाहिँ भलिबल खेल्नुहुन्छ। यो चाहिँ हाम्रो घरमाथिको रोड। के हो भाइ हजुर यहाँनिर फलो गरे यता छ अलिअलि बनाउँछु दाजु। अलिअलि बधाई छ। पानी बसाउँदै गरेको। अब कफी खाने, त्यसपछि काम गर्ने। मेरो त तर कामै हुँदैन। यो चाहिँ हाम्रो मूल घर, सुधा भएको घर। यहाँ चाहिँ हामी त्यति बस्दैनौँ, त्यही भएर यस्तो छ। काम पर्दा मात्र चुल्हामा आगो बाल्न आउँछौँ। अनि भाउजूले चाहिँ यहाँ आगो जोड्नु हुँदैछ। घरमा चाहिँ आज सुँगुर काटेको। अनि सुँगुरको मासु लानुभन्दा अगाडि चढाउनु पर्छ, त्यही भएर मासु पोलेर अहिले चाहिँ हाम्रो भुटन पाकिसक्यो। यता चाहिँ सुँगुरहरू काट्नु भएपछि यसरी भुटनहरू बनाएर दिनुपर्छ। अनि यहाँनिर चाहिँ मासु पोल्नु हुँदैछ। अनि अरू केटीहरू उसिन्नु हुँदैछ। बुढा सुब्बाले नै उसिन्नु हुँदैछ यतै। यो चाहिँ हाम्रो दाजुले बनाउनु भएको। अहिले चाहिँ म साग लिनु हिँडेको, सुँगुरको मासुमा लाएर खानु गाईको साग। साग बिना त सुँगुरको मासु अधुरो हुन्छ, त्यही भएर हामी साग टिप्नु हिँडेको। हामी चाहिँ साग टिप्दैछौँ। साग चाहिँ अलि धेर भएर खानु नसक्ने अवस्था जस्तो रहेछ। अत्याधिक रहेछ, त्यही पनि यतिले त सुँगुरको मासुलाई पुग्छ। यति भए एक प्लेट मजाले झ्याप्प हान्ने हो साग। साग भन्दा त यो झ्यारको ठुलो रहेछ त। हो र म सक्दिनँ जस्तो छ। आइ मम्मी मेरो खुट्टा उ भएर मार। झुन्डे काँक्राहरू त्यस्तै खाने त होला। नानाले अरू कहाँ छ भन्नु हुँदैछ कि त्यो खाक्रा झर्दैन। यहाँनिर हो, अरू त कहाँ छ र। खान्छ मलाई खान्छ, लडी गयो भने अरू त कहाँ छ र। छैन होला। लडो भने छोरीले मलाई समात्छ है। पक्रायो हाम्रो अदुवा बारी पनि छ। के छेपार काँक्रा मामा के बना?
भलक आयो भलक के छ हौ दाजुहरू लु आइए एक दुई शब्द दिउँ है यसो छ्यास यो खाजाको अब गाउँघरमा यस्तै हो जस्तो छ त्यस्तै खाने हो होइन विशेषतः यो खाजा हो हामी खाजाहरू खाइसकेर यहाँनिर केरा काट्नु हुँदैछ अनि अनि पछाडि पनि छ यो काट्नु हुँदैछ सिप्टाउनुको लागि दाउजूले काट्नु हुँदैछ यता सुँगुर खोरतिर जान्छ क्यारा झर्यो झर्यो बिस्तारो है बोबिहाङको त्यहाँ काम देखिएन है खस्यो खस्यो